ल साथीहरू नमस्ते सबै मेरो युट्युब फ्यामिलीहरूलाई। आज चाहिँ मैले अन्डा करी बनाइदिन्छु भनेर मैले अन्डा मजाले फ्राई गरेँ उसिनेर, अनि मटर पनि अलिकति लगाइदिन्छु भनेर चाहिँ मटर लगाएर चाहिँ पकाइदिएको। मेरो छोराले चाहिँ कुनाबाट के भन्छ भन्दा आज त म त अन्डा करीसँग त एक थाल भात खान्छु है भनेर मलाई भन्दै थियो। ल खाना त खा भनेर चाहिँ मैले मजाले पकाइदिएँ। अनि रेडी पनि भइसक्यो साथीहरू। अब अन्डा करी अब चाहिँ हामी चाहिँ सिधै मुकबाङमा भेट हुने, मुकबाङतिरै भेटौँ न त है साथीहरू। हाम्रो चाहिँ खाना सुरु भयो। अब उतापट्टि हाम्रो मेरो पार्टनरहरू चाहिँ यता छ। मेरो पार्टनरहरू चाहिँ बहिनी झन् आधा पो देख्दो रहेछ। चम्पडाहरू पनि ल नि त यहाँ यस्तो खाइदिए। ग्रेभी यस्तो दामी छ है साथीहरू, यस्तो भत्ता परेको। 1 पो बजिसकेछ त। फर्स्ट बाइट। अन्डामा हाम्रो घरको घरको कोरिएन्डर हाल्नुहोस् है खाइन्छ। चोकमेरी यो चाहिँ चोकमेरी चिकनसँग बनाएको, वाचिपा स्टाइलमा बनाएको नि त। अनि बरु पापा पो मान्छ। चोकमेरी कस्तो मिठो रहेछ। गर्नु चपाउनुमा यो ट्याक ट्याक हामीले त घुम्दा नि छिटो जानुपर्ने रहेछ हौ। छिटो गएर यो त सक्नु आँट्यो। चोरा आएको छ। भैँसीहरू दुध धुक्रो देखाउँछ उता त पाहाडमा। त्यही त हाम्रो पनि त यताउता हिँडेको अब देखिन्छ। नेपालको भ्लगहरू जस्तो गाउँको जस्तो भएको छ। हामी पनि गाउँमा भएको भए त मजा हुने नि भ्लग बनाउनु। हामी मिठो लोकल अन्डा त मिठो हुन्छ। कहाँ पाउनु भयो तपाईँले? मैले खास तर दोकानमा पाएँ, देखेँ कि मैले लिइहालेँ। त्यसलाई अरूले लानुको लागि चान्सै दिइनँ। एउटा ट्रेमा कति पर्दछ? 300 रुपियाँ। 300 होइन नि हौ, 350 पो भएको हो। दुई थपनी है मेरो चाहिँ अब त्यसमा सेकेन्ड। हिमालको टुप्पातिर जाँदाखेरि चाहिँ टाउकोहरू दुख्छ, चक्कर लाग्छ भन्दै साँच्ची नै हो रहेछ। मलाई चाहिँ टाउको दुख्यो, दबाई चाहिँ खाएको थिएँ मैले। तर हिमालय पुग्नु भएको थियो र? हिमालय पुगेको त नि हाड्याट। हिमालय पुगेको त हामी नि हिमालय त पुगेको त। इक्जाम सकेर अब यसलाई पनि लाने हो। पिक त भन्छ क्या अब पिक भएछ बस्नु। र आजको खाना चाहिँ एकदम मिठो थियो साथीहरू। घुमेर आएर मुकबाङ पनि गरिहाल्यौँ, अन्डा मुकबाङ। लास्टमा चाहिँ यसले पनि जोइन गरे। मेरो छोरी चाहिँ यस्तो छ, बस्दिनँ पनि भन्छ, बस्छु पनि भन्छ।
आजको अन्डा करी चाहिँ एकदम दामी थियो मैले रेसिपी पनि बनाएको छु म हालिदिन्छु तपाईँहरूलाई मन पर्यो भने त्यो सिक्नु होला एकदम सिम्पल हो हाम्रो चाहिँ हाम्रो मरमसला ज्यादा हालेर बनाउँदैनौँ एकदम सिम्पल तरिकाले बनाएको हो तपाईँहरूलाई पनि त्यो रेसिपी मनपर्छ भने चाहिँ सिक्दा भयो है खाँदा भयो 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 नच्याट्ला अब बाई भनौँ लास्ट पिस अन्त भन्दैछ बाई गराइहालौँ भनेर चाहिँ गरेको हाम्रो पाप चाहिँ यता खाइसक्नु हाम्रो पापा चाहिँ यता बस्नु बसेर हेर्नु त पापा चाहिँ खाइसक्नु भयो अब हात धोइसक्नु भयो अब हामीको पालो हो ल आजको मुकबाङ चाहिँ हजुरहरूलाई कस्तो लाग्यो एकदम सिम्पल अन्डा मुकबाङ हो मन लाग्यो भने भन्दै त बहिनी मन लाग्यो भने लाइक सब्सक्राइब सेयर गर्दै सब्सक्राइब गरिदिनु होला हैन सेयर गरिदिनु न साथीहरू है ल आजको लागि यति नै हात जति जति बटनमा जान्छ सबै गरिदिइहाल्नु न पेलाक 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 गरिदिँदा भयो नि माया गरिदिनुहोस् हामीलाई अलिक दुवा जताइदियो हामीहरू यता आउनु नि यता देख्दैन यता आउनु न गल्तीले सब्सक्राइब बटनमा दबायो भने पनि चल्छ अनुहार त देखिन देख्यो त्यति बाट भइगयो ल ल भनौँ ल आजको लागि यति नै भन्दै अर्को मुकबाङ भेटौँला बाई बाई